अधिकारीहरूलाई सोध्न सक्नुहुनेछ। शान्तिपूर्ण होस् भनी मैले धेरैजना अफिसर साहबहरूसँग हात जोडेँ, बिन्ती गरेँ। विश्वास नलागे CCTV फुटेज निकाल्न सक्नुहुन्छ, उहाँहरूले झिकाउन सक्नुहुन्छ। आखिर प्रहरी होस् वा आन्दोलनकर्मी, त्यहाँ नेपाली दाजुभाइ दिदीबहिनीहरू नै लडिरहेका थिए। म त्यही व्यवस्था बदल्ने प्रयासमा छु जहाँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एक अर्काले मार्न नपरोस्। पत्रकार दाइ त्यहाँ आगोमा परेको खबर पछि मात्र थाहा पाएँ, नत्र म आफै आगोमा होमिएर पनि बचाउन प्रयास गर्थेँ। तल बसेर मार्ने कि बचाउने भनेर सिडिओ गृहमन्त्रीको आदेश कुर्दिनथेँ। म आफै मर्न तयार भएर पनि आगो नेभाउन सक्दो प्रयास गर्थेँ। कोही कसैले एक बोतल पानी, एक बाल्टी पानीसम्म नहाल्नु, दमकललाई रोक्नु, फोहोरा गाडी प्रयोग नगर्नु, अनि व्यक्तिको घरमा अश्रु ग्यास लुकाई पत्रकारले भन्ला भनी मार्नु राज्यले हामीमाथि गरेको अपराधको चरम सीमा हो। राज्यले त्यो दिन 2 जना होइन 20-22 जना जतिलाई छानी छानी गोली प्रहार गरेको थियो। म बाँच्न सफल भएँ र अरूले गोली छल्न सकेनन्। चैत 15 गते काठमाडौँ तिनकुनेको घटनामा म मञ्चमा सहभागी नै नभएको मान्छेलाई प्रहरीले 100 भन्दा बढी अश्रु ग्यास प्रहार गर्यो। मैले पटक पटक रोक्नुहोस्, शान्ति कायम गर्नुहोस् भनेर प्रहरीलाई हारगुहार गर्दा उल्टै मलाई नै ताकी अश्रु ग्यास प्रहार गरी घाइते बनायो। शान्तिपूर्ण आमसभामा प्रहरीले त्यतिकै राइफलबाट अश्रु ग्यास प्रहार गरेपछि त्यतिकै भिडहरू अनियन्त्रित हुन थाले, मान्छेहरू दायाँ बायाँ भाग्न थाले। मैले काठमाडौँ जिल्ला प्रहरी प्रमुख SSB साहबलाई फोन गरेर यस्तो अन्धाधुन्दा प्रयोग नगर्नुहोस्, बल प्रयोग नगर्नुहोस् भन्दा मेरो कुरा सुन्नु भएन। म बानेश्वरतिरको पुलतिरको साइडमा थिएँ, त्यहाँबाट प्रहरीलाई बल प्रयोग नगर्नुहोस् भनेर अनुरोध गरिराखेको थिएँ। त्यति नै बेला उता एक घरमा आगोजानी भएको भन्दै सबैजना दौडिन थाले र मलाई त्यति बेला थाहा भयो एक घरमा आगो लागेको र मैले सोही पुलतिरको साइडमा बसेर प्रहरीलाई त्यो फोहोराको गाडी लगेर आगो निभाइदिनुहोस् भनेर अनुरोध गरेँ। उहाँहरूले सुन्नु भएन, टेर्नु भएन। मैले भन्दै गर्दाखेरि मेरो कुरा सुनवाई भएन, उल्टो रबर बुलेट प्रहार गर्न थाले र म आफै प्रहरीको बुलेटबाट 1 इन्चको मात्र फरकमा बच्न सफल भएँ। 15 गते सरकारले आन्दोलन दबाउन र मान्छेहरू तर्साउन सन्तोष राजावादीको हत्याको षड्यन्त्र गरेको थियो। 15 गते सबिन महर्जन भाइलाई त्यसै मारेको होइन, राजावादीहरूलाई ताकेर सिभिल ड्रेसमा प्रहरीले सबिन भाइलाई मारेको हो। यो व्यवस्थाको सबिन भाइलाई छातीमा गोली हानेर मारेको छ। लाठी हान्नु, पिट्नु, कुट्नु, तर गोली हानेर मान्छे मार्ने यो त भएन नि। देशको युवाले विरोध गर्न नपाउने, यही विरोध गर्न पाउनुपर्छ भनेर ल्याएको गणतन्त्र होइन र कि राष्ट्रस्था हिन्दू धर्मको पक्षमा बोल्न नपाइने हो। गोली हान्ने त्यो पनि मान्छे छानी यसको निष्पक्ष छानबिन हुनुपर्ने थियो। 15 गते पछि पनि मलाई मार्न भनी 2-3 पटक प्रयास गरेका थिए, तर म सफल भएँ। म एकजना व्यक्तिसँग राज्यले प्रयोग गरेको बल देख्दा म आफै अचम्ममा परेको छु। के यो देशमा बोल्न विरोध गर्नलाई मर्न तयार हुनुपर्ने हो? एक व्यक्ति सन्तोष राजावादीसँग यति धेरै डर, आम जनताले को घरमा कब्जा गरी हात हतियार लुकाई म लगायत राजावादी हिन्दूवादीहरूलाई मार्ने षड्यन्त्र गरेको थियो। त्यो अश्रु ग्यास भनी हानेको म्याद सकिएको म्याद होइन, रासायनिक हतियार भनी सबै देशले निषेध गरेको प्रतिबन्ध लगाएको हतियार प्रहार गरी राज्यले विरोधी जनतालाई मार्न खोजेको हो। विश्वास नलागे हजुरले हेर्न सक्नुहुनेछ, मसँगै छ साथमा। को यो अश्रु ग्यास हो, यो म्याद मात्रै गुज्रेको होइन, यो रासायनिक हतियार हो, तपाईँले देख्न सक्नुहुन्छ। तपाईँले अश्रु ग्यास हेरिसक्नुभयो, विश्वास नलागे राज्यलाई सोध्न सक्नुहुन्छ, सरकारलाई सोध्न सक्नुहुन्छ, प्रशासनलाई सोध्न सक्नुहुन्छ। यो रासायनिक हतियार प्रयोग गरेको राज्यले सबैलाई विरोधीहरूलाई मार्न खोजेको हो। सरकारको यही दमन, यही भ्रष्टाचार, कुशासन, शासन बदल्न म राजावादी भएको हुँ र प्रयास छोड्दिनँ पनि। बेलुन फुट्दा अनुसन्धान गर्ने छानबिन समिति बनाउने, सरकारले मान्छे मारेको विषयमा छानबिन समितिसम्म नबनाउने, यो त अति भएन र? यसबाट नै थाहा हुन्छ यो राज्य केवल नेता भइसक्यो। नेताहरूको इसारामा देश चल्छ, प्रहरी प्रशासन चल्छ। हामी जस्तो नागरिक मरे पनि मारिए पनि यो सरकारलाई केही फरक पर्दैन। यो अपराधीलाई समर्थन गर्ने नेताहरूको सरकार र अपराधी व्यवस्थालाई परिवर्तन गर्न सन्तोष राजावादी तयार छ। अन्तमा अनुसन्धान सबैको होस्। म एकजना युवासँग देश यस्तो त्रसित छ भने मेरो आवाज दबाउन हर कोसिस गर्यो। यदि म जस्तो सबै युवा त्यस दिन सडकमा निस्केका थिए भने
परिवर्तन सोही दिन हुनेछ। जय गौरव। त्यस घटनाको विषयमा वास्तविकता मैले यसरी लेखेको छु। तपाईँलाई केही सुन्न चाहनुहुन्छ भने सोध्न सक्नुहुन्छ। तपाईलाई त राज्यले गायब गरेको भनेर सामाजिक सञ्जालमा छाप्ती आएको थियो। यस्तो छ हेर्नुहोस्, मलाई यो केही पनि जानकारी छैन। म घाइते भएँ, बिरामी भएँ अलि दिन होइन। तपाईँको चाहिँ मेरा पिछा लागेको कारणले गर्दाखेरि म भगवान् पशुपतिनाथ कृपाले बाँच्न सफल भएँ। र तपाईँको चाहिँ पछि मैले मेरो मोबाइल पनि हरायो। त्यस दिनदेखि म सम्पर्कमा छुइनँ कोहीसँग। हेर्नुहोस् होइन, घर परिवारसँग छु। मलाई पक्राउ पुर्जी पनि काटेको छैन राज्यले। तर मलाई साथीभाइले भने दैनिक न्युज, तपाईँको चाहिँ नागरिक न्युज, यो रातो पार्टी कुन कुनमा आयो हेर्नुहोस्, सन्तोष राजावादी पक्राउ भनेर हेर्नु है। र मेरा साथीहरूले खोज्न थाल्नुभएछ र भित्र पनि हुन्न, बाहिर पनि छैन भनेर खोज्नु थाल्नुभएछ। हेर्नुहोस्, राज्यलाई लास्टले कि सासले भनेर खोज्न थाल्नुभएछ प्रशासनलाई। म बिन्ती गर्छु साथीहरूलाई, प्रशासनलाई दोष नदिनुहोस्। उहाँहरूको पनि गल्ती छैन। मेरो घरमा पक्राउ पुर्जी पनि टाँसेको छैन। मलाई खोज्न आउनु पनि भएको छैन। म घरमै छु, म कहीँ पनि गएको छैन। किनकि म आगजनीमा पनि छैन, तोडफोडमा पनि छैन। मैले अहिलेसम्म एउटा ढुङ्गा पनि प्रशासन हानेको छैन। म उहाँहरूकै पक्षमा बोलिरहेको युवा हो। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि म 12 खरी मिडिया त्यहाँ हुनुहुन्छ हुनुहुन्न। उहाँले नहुनु भयो भए उहाँले पनि जानकारी लिनु होला। उहाँले अनावश्यक रूपमा प्रचार प्रसार गरिदिनु भएको। सन्तोष राजावादीलाई चिरपरिचित बनाइरहनु भएको छ। उहाँलाई विशेष अब चाहिँ धन्यवाद दिउँ होइन। तपाईँको चाहिँ दिएको र वास्तवमा भन्यो भने मलाई फरार म छैन। हेर्नुहोस्, फरार भए म यहाँ किन आउँथेँ होला र? म कहीँ पनि गएको छैन। हेर्नु है, तपाईँले देख्न सक्नुहुन्छ अहिले म यहीँ छु। मलाई अहिले पनि प्रशासन यहीँबाट सम्झाउँदा भयो, छानबिन गर्दा भयो। मलाई आपत्ति छैन। म आफै जान्छु परिसर, कहाँ जानुपर्छ म जान तयार छु। हेर्नुहोस्, मैले गल्ती गरेको छैन। है यस्तो हेर्नुहोस्, मलाई चाहिँ के लाग्छ भने उहाँ भाग्नु भएको चाहिँ कुरो उहाँलाई थाहा होला। हेर्नुहोस्, मलाई लागेको चाहिँ के भने म लगायत उहाँहरूलाई मार्ने ठुलो षड्यन्त्र थियो। उहाँ बस्नको लागि सुरक्षित ठाउँमा बस्नु भएको जस्तो मलाई लाग्छ। हेर्नुहोस्, उहाँको भिडियोहरू पनि आएको थियो पटक पटक। म चाहिँ सुरक्षित ठाउँमा बसेको छु भनेर म चाहिँ तपाईँको चाहिँ मानव अधिकार कर्मी र 2-4 जना अधिवक्ताहरूको नाम लिनुभएको थियो। उहाँहरूको चाहिँ माझमा म सार्वजनिक हुन चाहन्छु, सार्वजनिक हुन्छु 24 घण्टाभित्र भन्नुभएको थियो। हेर्नुहोस्, मैले त्यसरी जानकारी पाएको थिएँ, न्युजहरूमा त्यसरी आएको थियो। होइन यस्तो छ हेर्नुहोस्, आन्दोलन त के हो भने यो अब आम जनताले यति बेला राष्ट्रता खोजेको बेला हो। हेर्नुहोस्, समय हो यो। देशको माटोमा केवल राष्ट्रता फाप्छ होइन। हामी के चाहन्छौँ भने पशुपतिनाथको पूजा क्रिस्चियन राष्ट्रपतिले नगरोस्, भोटो जात्रामा क्रिस्चियन राष्ट्रपति नजाओस्, भोटो नहेरोस्। हेर्नुहोस् होइन, तपाईँको चाहिँ कुमारी पूजा क्रिस्चियन राष्ट्रपति नगरोस् भन्ने हामी चाहन्छौँ। हो त्यस कारणले गर्दाखेरि यो आम जनताहरू यति बेला राष्ट्रता खोजिरहेछन् र सडकमा आम जनता निस्किन्छन्। हेर्नुहोस्, वैशाख 7 गते घोषित रापरपाको आन्दोलनमा तपाईँको सहभागिता रहन्छ? यस्तो छ हेर्नुहोस्, हामी त सत्यनारायणको पूजा लगाएको ठाउँमा जहाँ पनि पुग्छौँ। हामीलाई पुरै सरकार छैन। प्रसाद खानु नखानु हाम्रो कुरा हो। जस्तो त्यो व्यक्तिको त्यो जुन घर आगो जानेको सम्बन्धमा तपाईँकै साथी तारा राजावादी सहितको टिमले आगो लगाएको जुन भिडियो भाइरल भइरहेको छ, त्यो खासमा के हो? त्यो उहाँहरूलाई थाहा होला। हेर्नुहोस् होइन, मैले अहिले पनि भनिसकेँ, छानी हामीलाई मार्ने षड्यन्त्र थियो र गोली हानिसकेपछि टियर ग्यास तपाईँको कार्यक्रम सञ्चालन हुनुभन्दा पहिल्यै जुन राष्ट्रिय गान बजिरहेको थियो त्यति बेला चाहिँ तपाईँको लेबर चाहिँ घरका छतबाट अश्रु ग्यासहरू हान्न थाले, रबर बुलेटहरू हान्न थाले। त्यसपछि मान्छे उत्तेजनामा आए, आवेशमा आए र त्यो उहाँहरूलाई नै थाहा होला। हेर्नु, त्यो छानबिन गरिनु भयो होला प्रशासनले। यो प्रशासनलाई जिम्मा दिउँ। हेर्नुहोस्, यो न्यायालयलाई जिम्मा दिउँ। यो विषयमा म केही भन्न चाहन्न। हेर्नुहोस्, हस् धन्यवाद।